प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर निर्वाचित हुनुभएको छ। जेनजी उमेर अर्थात् 25-26 वर्षको उमेरकी सांसद उपसभामुखमा निर्वाचित भएको भने नेपालको इतिहासमै यो नौलो घटना हो, नयाँ घटना हो र यसले चाहिँ युवा पुस्तालाई राज्य सञ्चालनको माथिल्लो तहमा चाहिँ पुर्याएको छ। रुबी कुमारी ठाकुर उपसभामुख बनेको जुन यो इभेन्ट छ, घटना छ, यसले संसदको मर्यादा मात्रै बढाएको छैन, नेपालको राजनीतिक नियुक्तिमा समेत यसले महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ। किनभने नेपालमा संवैधानिक निकायका पदाधिकारीहरू र राजदूतको नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्छ र संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् भने प्रधान न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख र उपसभामुख र प्रतिनिधि सभामा विपक्षी दलको नेता, प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुने संवैधानिक व्यवस्था छ र त्यो संवैधानिक परिषदले निर्णय गर्दाखेरि सकेसम्म सर्वसम्मतले गर्ने र सर्वसम्मत भएन भने बहुमतले गर्ने भन्ने व्यवस्था छ। अब चाहिँ संवैधानिक परिषदले संवैधानिक पदाधिकारी र राजदूतहरूको नियुक्तिको सिफारिस गर्दाखेरि चाहिँ रुबी कुमारी ठाकुरको पनि त्यहाँ सदस्यका रूपमा सहभागिता हुने हुन्छ र संवैधानिक निकायका पदाधिकारी र राजदूत नियुक्तिमा पनि एकदम यङ उमेरकी सांसद, जेनजी उमेरकी सांसद रुबी कुमारी ठाकुरको सहभागिताले नियुक्तिमा पनि युवाहरूको, जेनजी युवाको विचार, सहभागिताको प्रतिनिधित्व र उनीहरूको निर्णय या विचारले महत्त्वपूर्ण स्थान पाउने स्थिति बनेको छ।